म तपाईको प्यारो भाइ गंगाराम गुर्तल। आज मेरो प्यारो मित्र साथी हो, ड्राइभर भाइ पनि हो। हामी एकै ठाउँ काम गर्ने र बिहारको रहनेवालो भाइ हो र आज उहाँसित भेटघाट हुँदाखेरि मलाई धेरै दुःख पनि लाग्यो। एकचोटि उहाँले सित कुरा गर्दैछौँ हामी। बिहार के रहने वाले जिस तरह कोई भाई जिंदे चीज के ना कोई चीज भाई तेल में डुबा दिया। ऐसा नहीं लगेगा। आज तपाईँ र हामीले पनि बुझ्नुपर्ने, खास गरेर बिजुली हाम्रो घरमा दैला दैलामा आएको छ। यो भाइको हालत हेर्नुहोस्। एउटा बिजुलीको तार मुसाले काटेको कारणले, एउटा रातिको हिँड्दाखेरि त्यो हातमा टच भएको कारणले यो भाइको जिन्दगी आधा न दोडो भयो। हात जलेर यस्तो भएको छ जहाँ कि जलेको आगो भट्टीमा हालेको जस्तो भएको छ। उसले यही सुझाव दिइरहेको छ, तपाईको घरमा मुसाले काटेको तार छ भने यसलाई टेप लगाउनुहोस् र घरमा कहीँ पनि खुल्ला तार देख्नुहुन्छ भने त्यहाँबाट टाढा रहनुहोस्। मेरो जीवन त जलेको आगोमा जिन्दो मान्छेलाई फालेको जस्तो भयो। साथी, धेरै दुःख पीडा झेल्नु पर्यो। मैले आँखा बन्द भयो, तर यस्तै जिउँदो प्राणीलाई हाल्दाखेरि उसलाई कस्तो पीडा हुन्छ होला भन्ने मलाई महसुस भयो भनेर त्यो साथीले भन्दाखेरि, साँच्चै तपाईँ र हामीले पनि जान्नुपर्छ। एउटा प्राणी, हाम्रो परमेश्वरले दिनुभएको हरेक प्राणी एउटा यस्तो प्राणी हो, सबैलाई पीडा दुःख हुन्छ। त्यसकारणले हामीहरूले विशेष गरेर ध्यान दिनुहोस् र यो भाइको हालत हेर्नुहोस् र तपाईँ पनि सचेत रहनुहोस्, अरूलाई नि सचेत राख्नुहोस्। हात काइनी हेर्नुहोस्, दुवैतिर जलेर कस्तो राख भएको छ। 15 दिन अस्पतालमा बसेर आयो र रोइरहेको छ। आज तपाईसित म यो भिडियो लिएर आइरहेको छु र तपाईँ पनि सचेत रहनुहोस्, अरूलाई पनि सचेत राख्नुहोस्। यो भिडियो सेयर गर्नुहोस्, अरू सबै ठाउँ दाजुभाइ दिदीबहिनी हुने ठाउँ पुग्न सकोस् र यो आफू पनि बचौँ र अरूलाई पनि बचाउँ भन्ने यो अभियानमा हालिरहेको छु। र कसैले गलत नसोच्दिनु होला र तपाईँ सल्लाह सुझाव र सपोर्ट दिँदै राख्नु होला। यो भिडियो तपाईको हरेक घर परिवार फ्यामिलीमा पुगाइराख्नु होला। सचेत रहनुहोस् बिजुलीको तारबाट र हरेक कटेको तारबाट, टुक्रा टुक्रीबाट, रोडबाट, खम्बाबाट तपाईँ सचेत रहेर तपाईहरु आफ्नो परिवारलाई जागा राख्नुहोस् र शिक्षाहरू दिइराख्नुहोस्। हामी अहिले यो भाइ हामी सटरमा बसेर बराबरमा हामी आफ्नो भाइसित कुराकानी गर्दाखेरि मलाई धेरै दुःख लाग्यो। आज यो भाइको पीडाहरू बुझ्दाखेरि, आज बालबच्चा पाल्न आएको भाइको हात यस्तो प्रकारले जलेको छ। म यो